अकाली खाना खान लाग्यो। हेलो गाइस, नमस्ते सबैजना सन्चै हुनुहुन्छ होला है। हामी चाहिँ कहाँ जान लागेको अरे, हामी चाहिँ पशुपति मन्दिर जान लागेको आज चाहिँ है। बिहान बिहान पशुपति मन्दिरको दर्शन गर्नु भने चाहिँ राम्रो हुन्छ होला है, भगवान्लाई दर्शन गर्नुपर्छ नि त। यहाँबाट हामी चाहिँ पशुपति मन्दिर आएको, सुरुमै बाटोमा मन्दिर यत्रो टाढो हो। पशुपति त पुरै भिड छ। बिहान बिहान प्रवेश गरेर आउने पुरै जानुहुन्छ। कता हो जाने, यता जाने हो कि यता जाने हो कि यता जाने हो। यहाँ चाहिँ जुत्ता चप्पलहरू राख्ने लाइन रहेछ कि चाहिँ कति लाइन हुँदो रहेछ। हामीले नै दिएँ फुकालेर पालो कतिखेर आउने हो। यत्रोलाई 1100 अरे भाइ, त्यो चाहिँ 500 प्राइज अनुसार रहेछ भाइ। के हो त नि त्यहाँभित्र के छुट्टा छुट्टै किन लाने हो र? 2 मिटर कपडा नरेल दुध फुक्का हुन्छ। यो शिवलिङमा चढाएर पूजा भित्र दिनुपर्छ। चाहिँ फुल अक्षता सबै किनेर भगवान्को त रिजनले के लिएर हिँड्ने खाने, भगवान्लाई दुध लिएर हिँड्ने खान चढाउन। राम्रो रहेछ। फुलै फुलले पशुपति त फुलै फुलले सज्जै खानु। कस्तो राम्रो है फुल। पशुपति हाम्रो रिजन भाइ अगाडि पुरा फोटोको स्टारले बस्यो। अहिले त शिवरात्रिको त उसहरू होला है पशुपति। आप लोग आए हैं अभी 2 नंबर शिवजीको मेन गेट त्यहाँबाट भित्र प्रवेश गर्ने हो। झन् मन्दिरमा चाहिँ भित्र पूजा पाठ गरेर भित्र दर्शन गर्न जान लागे हाम फुलपाती लिएर है शिवजीको। हामी चाहिँ शिवजीको दर्शन गरेर बसियो। दिदी हामी चाहिँ रिजन त घुम्टो ओडिन् भगवान्को। के छ रिजन, कस्तो लागिरहेको शिवजीलाई भेट्न आउँदा? शिवजीको घरमा घर त हुने शिवजीको होइन, काम चल्किसक्यो। भिड त्यत्तिकै छ मान्छेहरूको। उत्तरमा 52 दम्पति सौभाग्य र सन्तान प्राप्ति, दक्षिणमा अभूत शत्रु विनाश, ईशानबाट आकाश पाँचैको घोडा राम्रो होस्। पैसन केटाकेटी अब एउटा बहिनी उपहार मागिदिनुहोस् उहाँलाई। कृपा सरिरहोस्। भन्नुहोस् हरिओम हरिओम। मम्मीसँगै बोल्नु है। हरिओम। सरस्वती न शुभका महेश्वर तन्नुवातु मयु भुवातु एक जन्तन्माता पृथिवी तत्पिता देव जटाटवी कलज्जल प्रभा पावितस्थले गलीबलम्बितं भुजङ्गतुङ्गमालिकं टमट्टमट्टमट्टमट् निनादभट्टमर्वयं चकार चण्डताण्डवं तनोतु न शिव शिव तनोतु न शिवाय भन्नु। सिधै जानु छ मन्दिरमा उडाएर आउनु पर्यो। व्रत बन्धको काम हुने रहेछ यस्तरी है। सजिलो रहेछ हौ व्रत बन्ध गरेर त यहीँ आए नि हुन्छ।
उता शिवजी हुनुहुन्छ ऊ रातली कुमार त्यहाँबाट प्रवेश गरेपछि फेरि मोबाइलले भिडियो गर्न नपाइँदो रहेछ है त्यहाँबाट प्रवेश गर्न चाहिँ पाइँदै भएन मान्छेहरू कति धेरै पर्यो कति ठुल्ठुलो हामी चाहिँ पूजा गरेर बाहिर गेट बाहिर निस्क्यौँ है दिदीहरू चाहिँ उहाँ उता हिँड्दै हुनुहुन्छ म चाहिँ भिडियो गराउन लाग्यो रिचन भगवानलाई दर्शन गरेर कस्तो भयो त भन न उसले कस्तो लाग्यो शिवजीको दर्शन गरेर के मागिस् कमल शिवजीको दर्शन गरेर के मागिस् भगवानसँग किन मागेनस् भन न कस्तो त्यहाँको सामग्री सिन्दुरहरू है कस्तो राम्रो राम्रो सिन्दुरहरू सबै हो पूजाको सामग्री पाइने ठाउँहरू हो यहाँ है माला के अरे यो कौडा कौडा पाइन्छ कौडालाई चौरी गाईको हो यो पुरै यसरी यसरी बेच्ने छ नि बाटैभरि सामानहरू उहाँ चेक गर्दैन राम्रो क्या त्यहाँ आइरह राम्रो चुराहरू अहिले गाडी चढ्ने ठाउँमा आइपुगे दिदीले चाहिँ झोला एकदम भारी भजाइ गरेर बोकिहिँड्नु केही छैन त झोला फेरि यस्तो चाहिँ खानेपानी व्यवस्था रहेछ यहाँ चाहिँ गाडी चढ्ने रहेछ है अहिले त काठमाडौँमा जता गयो नि म्यादी हो कि म्यादी भन्छन् है अकाली खाना खाना आयौँ दिदीले चाहिँ मोबाइल हेर्दै दिदीले चाहिँ अब के खाने हेरेर मेनु हेर्दै हुनुहुन्छ ऊ उहाँ चाहिँ टिभी बजिरह चाहिँ मर भएन खाना अर्डर गरेको खानाकुरोहरू कस्तो त्यहाँ थाकेर हेर त म न्याउरो बना कति वर्षको 12 वर्षको के अनि कति न्याउरो बनाएको थिएँ बिचरा भोकले राम्रो हाम्रो भाइ नराम्रो भन्छु आफ्नो भाइ नराम्रो हुन्छ जे जस्तो जे भयो भने न्याउरो छ सकिएन गरिब यस्तो भन्नु सिकाउने छ भाइले हो नजानेको कुरा सिक्नुपर्छ आफूबाट सानो के अरे आफूभन्दा सानोबाट के बाई गाइस अब हामी खाना खान्छौँ अनि फोन गर्छ मैले के गर्छु भिडियो गर्छ अब चाहिँ हामीले थकान कमल खाए ल भन्न हामी चाहिँ खाना खाएर नि फर्क्यौँ अब हामी खाना खाएर फर्क्यौँ हामीलाई जब बल्ल इनर्जी आउँछ अब हामी कहाँ जाने होला अब घुम्ने कता कता हुन्छ चाहिँ कोही चाहिँ त्यहाँ बसे प्रवेश गर्नलाई खेलहरू रहेछ है मोटू पातलू रहेछ यता मोटू पातलू पहले कार में चलते कार में है मैं चलाऊंगा कार के हो यो घोडा रहेछ रिजनले खेलाउने कुरा रहेछ है यो चाहिँ के हो यस्तो
उहाँलाई सिफ्लिने हो रिजन तिमी ऊ त के हो त ऊ त पिन रहेछ पिन यसले चाहिँ के सोचेर बसे हा ए केटा होइन हो गेम पुरै गेम कति धेरै गेम छ के गेम हो फेरि यो खेल्ने कुरा गयो त्यसो र रिजनको पालि अब चिरो यहाँ भूत हेर्न जानु लाग्यो भूत उहाँ टिकट काट्न जानु लागिरहन् कस्तो हुने हो यो के हो नि यो यसले रिसाएर त्यसलाई हेरे हा यसलाई यो चाहिँ के हो यो कस्तो हो भाइ मुख अब यो घोडा गुटु गर्दै हिँड्छ यसरी मान्छे हुनु त्यहाँ तपाईँ एकजना रहेछन् दुईजना तिनजना
न्यू रोडमा न्यू रोडको यो के ठुलो सुन्नु न खसिन्न घर खसिहाल्ने खसिन्छ अनि त्यो बाइकहरू सिधै तान्छ तल हेर्नु तल तल देख्छु तल यहाँबाट तल हेर्नु अब न्यू रोडको बजार घुम्दै 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 हिँडेको हामी त के छ रिजन यिमा एउटाको प्रब्लम के प्रोग्राम छ सडक सडक सानो हो तर राम्रो यति लामो लामो भिडियो बनाएर जुत्ताहरू हेर्न सक्नुहुन्छ जुत्ता हेर्न सक्नुहुन्छ रिजन एउटा राम्रो। गुडिया झरेली के भन्छ रिजन त्यसलाई एउटा गुडिया झरेली मोमोको जाली खोज्दा खोज्दा कहाँ आइपुग्यौँ हामी कुनै भाँडा पसलमा पनि पाइँदैन मोमोको जाली मलाई एउटा भाँडा पसल भेटियो त्यही पनि मोमोको जाली भेटिन्छ कि भेटिन्न मोमोको जाली भन्दा भन्दा म त कस्तो होइन मोमोको जाली भनेको त यो पो होइन त भिराजु तपाईँले भनेको बाबा तपाईँले भनेको जाली भेट्यो 1 घन्टा लाग्यो किन्न अब भाडा पसल त भ्याइयो अब सिधै अब घुम्ने यसो डुल्यो अनि के अनि हामी भिडियो देखाउँदै बस्छौँ हामीले चाहिँ भिनाजुले 10 सेम भन्नुभएको हामीले त 25 सेम बोकेर ल्याएछौँ फेरि रिटर्न गर्न जाँदै हामी गाइज